ल ल नरुनु नरुनु यो चाहिँ एकदम खुसीको चाहिँ आँसु हो। सम्पूर्णमा नमस्ते। आज पनि फेरि हाम्रो युनिक कम्प्युटरमा सरप्राइजको लागि सामान अर्डर भइसकेको छ। यो सामान सरप्राइजको लागि अर्डर भएको सामान जापानदेखि एउटा नानीले आफ्नो सासूको बर्थडेको लागि अर्डर गरेकी हुन्। यो सामानहरू लिएर हामी अहिले सरप्राइज दिन जाँदैछौँ। हजुरहरूले पनि यस्तै सरप्राइज दिन चाहनुहुन्छ भने हामीलाई सम्झनु होला, हाम्रो युनिक कम्प्युटरको पेजलाई फलो गर्नु होला। हाम्रो वाट्सएप नम्बर रहेको छ 9886812385 मा कल गरेर पनि हजुरहरूले अर्डर गर्न सक्नुहुनेछ। भिडियो अन्तिमसम्म हेर्दै जानुहोस्, उहाँको रियाक्सन कस्तो हुन्छ। Happy birthday to you. यो यसरी ह्याप्पी बर्थडेको सरप्राइज कसले दिनुभएको भन्नुहोस्। अनुमान लगाउनु पर्यो। अब को बाबुले हो? ल तपाईँलाई कसले जस्तो लाग्छ? तपाईँलाई अब यो सरप्राइज कसले दिएको भन्ने कुरा अब यिनी गिफ्ट खोलेपछि ल हिँड्नुहोस्, उता बसेरै खोलौँ। कस्तो लागिरहेछ भन्नु त यो एक्कासी आउँदाखेरि? मलाई त अचम्म लाग्यो, गुवा गुवा जस्तो लाग्यो मलाई। यादवका बुढाबुढी जस्तो खान्छ भन्नुहुन्छ ज्वाइँले। मलाई त अचम्म लाग्यो, कसले ल्यायो कसले पठायो भनेर। कसले पठाएको भन्ने कुरा अब यहाँ आएर थाहा हुन्छ। ल आजको यो स्पेसल गिफ्ट कसले पठाउनु भएको होला हजुरलाई यसो गेस गर्नुहोस् त। यो कसले हो गिफ्ट पठाएको भन्ने कुरा यो तपाईँका जापानमा रहेका छोरा बुहारीले पठाउनु भएको गिफ्ट हो। अब यो तपाईँका गिफ्ट छन्, यहाँ खोल्नुहोस् के छ। अनि त्यसपछि गिफ्ट हेरेरै थाहा पाउनुहुन्छ। यहाँभित्र एउटा चिठी पनि छ। अब यो चिठी पढ्नु पर्यो अनि गिफ्ट कसले पठाएको भन्ने कुरा यही चिठीले बताउँछ। खुसी हुनुहुन्छ नि? खुसी छु। छोराछोरी नभए गिफ्ट चाहिँ आयो है, खुसी हुनुपर्छ। परदेशमा भए पनि छोराछोरीले ल खाइ फोटो अहिले त अब पत्ता लगाउनु भयो। अब कसले रहेछ पत्ता लगाउनु भयो। अब अरू के छ हेर्नु त त्यहाँ खाइ। ल अब सबै गिफ्ट छ यहाँ। अब केक काट्नु पर्यो आज। अब हजुरको स्पेसल बर्थडे। मलाई त फेरि यसलाई यता राख। अब फुपूलाई चाहिँ बर्थडे स्पेसल गिफ्ट आइपुगेको छ। फुपू एकदम खुसी हुनुहुन्छ। छोरा बुहारीहरू टाढा भए पनि अब बर्थडे स्पेसल सम्झेर चाहिँ घरमा गिफ्ट आइपुगेको छ। एकदम खुसी लाग्छ होला। फुपूलाई के छ? फुपू कस्तो लागेको छ? खुसी नै छु। खुसी हुन्छ। खुसी ल खै के रहेछ केकमा खै? ए ल ह्याप्पी बर्थडे मम भनेको केक पनि रहेछ, एउटा फोटो रहेछ। अनि के छ त्यसमा के छ? यसमा कपडा यो खानेकुराहरू पठाउनु भएको छ। के भन्न चाहनुहुन्छ गिफ्ट पठाउने छोरा बुहारीहरूलाई भन्नु? सधैँ खुसी हुनु, राम्रो होस्, तिमीलाई सधैँ राम्रो होस् भन्ने। ल ल ल नरुनु नरुनु यो चाहिँ एकदम खुसीको चाहिँ आँसु हो। यसमा अब तपाईँलाई अन्यथा लिन हुन्न। टाढा भए पनि तपाईँलाई सम्झेर चाहिँ घरमा यसरी गिफ्ट आइपुगेको छ। यसमा चाहिँ खुसी हुनुपर्छ, रुनु हुनुहुँदा। त्यहाँ एउटा चिठी पनि छ, त्यो चिठी पनि पढेर सुनाउनु पऱ्यो। उहाँहरूले चिठी पनि पठाउनु भएको छ तपाईँलाई सम्झेर। यो अचानक सरप्राइज आउँदाखेरि फुपूलाई चाहिँ अलिकति अब यो मनमा हर्षका आँसु हो नि। एकदमै छोरा बुहारी सम्झेर चाहिँ फुपू रुनु भएको छ। अब के छैन, हामीले चाहिँ बर्थडे स्पेसल अब फुपूको चाहिँ बर्थडे मनाइदिन्छौँ केक काटेर। ल फुपू अब हाँस्नुहोस्, ल खुसी हुनुहोस् है। ल ल ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे। कति वर्ष हुनुभयो फुपू? 50औँ वर्षको चाहिँ फुपूको बर्थडे आज स्पेसल बनिरहेको छ। हामीले पनि यहाँ आएर चाहिँ फुपूलाई बर्थडे चाहिँ स्पेसल गिफ्ट गर्ने अवसर पायौँ। यो अवसर चाहिँ जापानमा रहेका उहाँका छोरा बुहारी कमल बास्तोला र अञ्जना सावतले चाहिँ पठाउनु भएको हामीलाई यहाँ। ल यो चाहिँ फुपूको बर्थडे भयो। ल केक काट्नुहोस् फुपूलाई। तपाईँका छोरा बुहारीले टाढा भए पनि यति माया गरेर पठाइदिएका
अब फुपूको बर्थडेको केक हामीले काटिसकेका छौँ। अब केक खुवाउने तयारीमा छन्। ल अब एकदम फुपू चाहिँ अहिले एकदम खुसी भइसक्नुभयो। अब फुपूको 50औँ बर्थडे हो यो चाहिँ। हामीले बर्थडे सरप्राइज उहाँलाई थाहै नदिएर हामी एक्कासी यहाँ आइपुग्दाखेरि चाहिँ अलिकति फुपूलाई त्यो मनमा लाग्यो, रुनुभयो, अलिकति केही छैन। अब खुसी भइसक्नु भएको छ, खुसी हुनुपर्छ। ल म पढिदिन्छु है। गिफ्ट चाहिँ हामीले दिइसकेका छौँ। यो गिफ्ट सँगसँगै एउटा चाहिँ चिठी पनि यहाँ चाहिँ लेखेर पठाउनु भएको छ। यो चिठीलाई मैले सरसर्ती अब पढेर सुनाउन गइरहेको छु, फुपूले सुन्नु होला है। प्रिय आमा, आज चाहिँ उहाँको बर्थडे हो, त्यो भएर चाहिँ यो उहाँको लागि स्पेसल चिठी हो है यो। प्रिय आमा, आज हामी तपाईँदेखि टाढा जापानमा बसे पनि हाम्रो मन सधैँ तपाईँको मायामा नै अडिएको हुन्छ। सानो हुँदा तपाईँले हाम्रो लागि गरेका दुःख, त्याग र माया सम्झँदा अहिले पनि आँखा रसाउँछ। हामीलाई राम्रो भविष्य बनाउन तपाईँले आफ्नो खुसी, आराम सबै बिर्सिनुभयो। आज हामी जहाँ छौँ त्यो तपाईँको आशीर्वाद र सङ्घर्षकै कारण हो आमा। हामी टाढा भए पनि हरेक दिन तपाईँलाई सम्झिरहेका हुन्छौँ। तपाईँको आवाज नसुन्दा घर नै खाली भएको जस्तो लाग्छ। सरी है, मलाई पनि अलिकति चाहिँ यो चिठीले थोरै मन छोएको छ, यसलाई अन्यथा नलिनु होला। यो सानो उपहार हाम्रो माया र सम्झनाको चिनो मात्र हो। तपाईँले हाम्रो लागि गर्नुभएको कुराको अगाडि यो केही पनि होइन। हामी चाहन्छौँ तपाईँलाई सधैँ खुसी, स्वस्थ र मुस्कुराइरहनुहोला। आमा, तपाईँले हाम्रो जीवनको सबैभन्दा ठुलो शक्ति हुनुहुन्छ। हामी जहाँ गए पनि तपाईँको माया कहिल्यै टाढा हुने छैन। धेरै माया छ तपाईँका परदेशी छोरा र बुहारी भनेर चाहिँ यो चिठी पनि छ। मैले चाहिँ पढेर सुनाइसकेको छु। यो चिठी पढ्दा मलाई पनि अलिकति चाहिँ मनमा अलिकति सहन गाह्रो भयो, यसलाई अन्यथा नलिनु होला। ल अब हामीले चाहिँ बर्थडे स्पेसल कार्यक्रम सबै सकाइसकेका छौँ। अब लास्टमा चाहिँ फुपूले अब आफ्ना छोरा बुहारी जसले चाहिँ उहाँलाई सम्झेर चाहिँ आज यो सरप्राइज गिफ्ट पठाउनु भएको छ, उहाँहरूको लागि चाहिँ के भन्न चाहनुहुन्छ फुपू, भन्नुहोस् त ल। म धेरै खुसी छु, विदेशमा भएका छोराछोरी सधैँ खुसी रहनु, सुखी रहनु। तिम्रो लागि मैले सधैँ सकेसम्म दुःख अझै पनि गर्नेछु भन्न चाहन्छु। छोराछोरी नाति सबलाई राम्रो होस् सधैँ खुसी हुनु। एक्कासी आउँदाखेरि मलाई पनि खास थाहा भएन किन आयो, को आयो भनेर हेरिराखेँ। हेर्दाखेरि एक्कासी उनीहरूले भन्दाखेरि त म अचम्म लाग्यो। मलाई खुसीले गर्दाखेरि साह्रै रुन मन पनि लाग्यो। ल अब खुसी हुनुहुन्छ नि फुपू? म खुसी छु। ल ठिक छ। ल अब यस्तै गरी चाहिँ सधैँभरि सधैँ सुख रहोस्, राम्रो होस्।